नमस्ते। यहाँ हामीले हिमाली किचनबाट चाहिँ अहिले एउटा क्विज कन्टेस्ट गरिरहेको छौँ। हाम्रो पहिलो कन्टेस्टेन्ट हुनुहुन्छ हाम्रो शङ्कर दुलाल सर है। हजुरलाई धेरै धेरै स्वागत छ। हस्, धेरै धेरै धन्यवाद। अब एकदम पहिलो भएर हामीलाई त्यति आइडिया छैन, जस्तो हुन्छ त्यस्तै बनाउँदै जाउँ भनेर हो। हाम्रो चाहिँ के छ भने यहाँ चाहिँ 100वटा क्वेसन छ। क्वेसन आफैले सुत्ने हो। यसबाट हामीले सबैजनालाई तिन तिन, एकजनालाई एक दिनमा एकजना मात्रै गर्छौँ, एकजनालाई तिन तिन फेर मौका दिन्छौँ। एउटा क्वेसन मिलाउनेलाई यो चाहिँ नेपालको झन्डा अङ्कित रुमाल हो है। यहाँ अब टन्नै रुमाल छ, यो रुमाल आउँछ। अनि दुईवटा मिलाउनेलाई यो चाहिँ अब लगभग 4000 जतिमा बेचिरहेको स्मार्ट वाच हो, यो आउँछ। तिनटै मिलाउनु भयो भने चाहिँ यो है झन्डै झन्डै 7000 जति पर्ने यो इयरपोड यो आउँछ। अनि यो क्वेसनहरू चाहिँ कस्तो छ भने 50वटा चाहिँ जापानिजमा छ, 50वटा चाहिँ नेपालीमा छ। नेपाली जनरल नलेज सम्बन्धी र जापानिज अब खान्जी सम्बन्धी भनौँ न, त्यो छ। अब सुरु गर्दा हुन्छ शङ्कर सर? है त ल ल अब त्यसो भए अब तपाईँलाई मैले क्वेसन छान्न दिएँ। अब तपाईँ एकदम आफ्नै हिसाबले क्वेसन चुज गर्न सक्नुहुन्छ। क्वेसन निकालेर एउटा मात्रै निकालेर मलाई दिनुहोस् है त। दुईवटा तान्नुभयो कि जस्तो छ, अब मलाई दिनुहोस् है। यो तपाईँ लेखिदिनु न एकछिन है त। हो खान्जी नै परेछ। ल ठिकै छ, तिनवटा आउँछ। कोनो खान्जी वा नाम त यो मिमास्का। तपाईँले पढेको खान्जी हुनसक्छ। तपाईँलाई हिन्ट पनि आउँछ, हिन्ट पनि दिन्छु है। रिबाट सुरु हुन्छ। रिबाट कुसुरी सुरु स्टार्टिङ पोइन्ट चाहिँ रिबाट हो। हजुर हजुर। रिबाट पकाए बिवैन रिबाट रिबाट रिभर्स त हुँदैन पकाउने एकैछिन रिबाट। अब तपाईँलाई 10 सेकेन्ड दिन्छ है। 1 2 3 4 5 सेकेन्ड भयो। त्यसलाई चाहिँ त्यो चाहिँ नेपालीमा चाहिँ कारण भन्ने हो है। कारण यो अब है तपाईँ 5 सेकेन्ड मात्रै बाँकी है। मैले कारण कारण रिबाट आउने कारण नेपालीको वर्ड चाहिँ कारण भन्ने भयो। अब भयो, तपाईँले पास गरिदिनुहोस्। रेको अब त रि पनि भने एउटा मात्रै, अरू